हेलो नमस्ते नमस्कार सम्पूर्ण साथीभाइहरूलाई। अहिले निकै भाइरल भएका शब्द स्टन्टबाजले देश बन्दैन भने भनाइ काठमाडौँको उपमेयर सुनिता डङ्गोल, सायद सबैजना सुन्नुभएकै होला। देशमा सबभन्दा ठुलो स्टन्टबाज कसले गर्यो थाहा छ? सबैले थाहा होला, कुलमान घिसिङ। नेपालमा 24 घन्टामा 18 घन्टा लोड सेडिङ हुन्थ्यो। तर त्यसलाई लोड सेडिङ मुक्त घोषणा गरेर नेपालमा लोड सेडिङ मुक्त गर्यो कुलमान घिसिङज्यूले। यो त सबभन्दा ठुलो स्टन्टबाजै हो। यसले देश बन्दैन, किनकि एमाले नेता कार्यकर्ताहरू घरमा अँध्यारो हुनु पर्थ्यो। सुनिता डङ्गोलजीको घरमा अँध्यारो हुनु पर्थ्यो, अनि यसले देश बन्छ हैन। देश पक्का यसले बन्दैन। अब नेपालका साइन्टिस्ट महावीर पुन, जसले वीरगञ्जका कृषि कारखाना नेताहरूले सहयोग गरेन भनेर अहिले नेपालमा देशैभरि आफ्ना किताब बेच्दै हिँडेका छन् त्यो कारखाना चलाउनुको लागि। यो त सबभन्दा ठुलो स्टन्टबाज हो मलाई लाग्छ। किनकि कृषि कारखाना चलाउँछु भन्छ। हेर्नुहोस्, किनकि नेताहरूलाई थाहा छ विदेशबाट आयो भने कमिसन लिन सजिलो छ, तर नेपालमै फेरि कृषि औजारहरू बनायो भने जनतालाई फेरि भइहाल्छ। कृषि क्रान्ति जनताहरूले गर्न थालिहाल्छ, अनि पनि देश आत्मनिर्भर हुन्छ। अनि त्यही भएर कृषि त्यसमा चाहिँ लगानी गर्नु हुँदैन। नेताहरू त्यसमा लगानी गर्दैन। हेर्नु नगरेर त होला अहिले देशभरि हिँडेका छन् महावीर पुन। यसले देश बन्दैन। अब हाइड्रो पावरमा यिनीहरू यस्तरी कुलमानजीलाई यसरी घेराबन्दी गर्नुभयो। अब विदेशीहरूले जसरी पनि अब यसरी सिन्डिकेट खडा गरिदिएका थिए, तर त्यसलाई जसरी पनि नेपाली जनताको लगानीमा हाइड्रो पावरहरू लगानी गर्नुपर्छ, बनाउनुपर्छ। धेरैभन्दा धेरै विद्युत कसरी निकालिने, देश त त्यहाँबाट धनी हुने हो त हो नि। देशको आफ्नो जो स्रोत सम्पदा युटिलाइज गरे पो देश धनी हुन्छ त हैन र। तर त्यसलाई जसरी पनि घुमाएर निकालेरै छाड्यो। देश कसले बनाउँछ थाहा छ? गफ हानेर चुनाव जित्ने हाम्रा सामान्य प्रधानमन्त्री केपी ओलीज्यू, जो गफ हानेर पनि 3 चोटि प्रधानमन्त्री भइसक्यो। काम केही गरेन, तर गफ हानेर 3 चोटि प्रधानमन्त्री भइसक्यो। गफ चलाएरै उखान टुक्का हानेरै 3 चोटि प्रधानमन्त्री खानु भनेको सानो कुरो हो। यसले चाहिँ देश बनाउँछ, थाहा छ? किनकि उहाँको लम्पट कार्यकर्ताहरू छ नि गाउँघरमा, जनताहरू। अब फेरि जनतालाई अलिकति भनौँ भने फेरि रिसाइहाल्छ। अलिकति राम्रै शब्दमा भनौँ न, ती जनताहरू, ती इमान्दार जनताहरू चुनावको बेलामा 5 लिटर पेट्रोल, मासु, चिउरा अनि रक्सीमा बिक्री हुन्छ नि चुनावको बेलामा। त्यो इमान्दार कार्यकर्ताहरू छँदैछ, चुनाव जितिहाल्छ। अनि गफ हानेर पनि उखान टुक्का हानेर पनि देश चलाइरहेछ। यसले चाहिँ देश बनाउँछ, पक्का बनाउँछ। साथीहरू, अर्को आतङ्कवादी छँदैछ। भैभव कारखाना सबै ध्वस्त बनाएर देशमा यस्तो क्रान्ति गर्यो कि अब सबैले देखेकै कुरा हो। भैभवको जनता सबै विदेशमा लखेडिहाल्यो। अब अर्को त एउटा लाटो छ, फेरि उसले बोलेको कुरा मलाई लाग्छ कोही बुझ्दैन। म त बुझ्दैन, उसको कार्यकर्ता के बुझ्छ मलाई ट्रान्सलेट गरेर मैले सोध्यो भने फेरि भन्नै सक्दैन। अब यस्ता तीन पार्टी छ। यी 3 पार्टीले चलाइरहेको देश। अब हामी जनताहरू पनि उहिले अब राजतन्त्र मुर्दाबाद, राजतन्त्र मुर्दाबाद, गणतन्त्र जिन्दाबाद भन्दै बस्यो। अहिले अब यी विदेशमा विदेशी गुलामी गर्नु परिरहेछ। यो सबै गुलामी नै हो, नत्र अब गाडीभित्र के खतरा छ र मलाई थाहा छैन, तर लगाउनै पर्छ।
भित्र चाहिँ है अलिकति सर्टकटमै बनाउन, फेरि अब धेरै कुरा भन्यो भने अलिकति ऊ हुन्छ। गुलामी अब हाम्रा युवाहरू पार्टी झन्डा चाहिँ नछोड्नु चाहिँ। तपाईँहरू ढुक्क हुनुहोस्, देश छाड्नको लागि चाहिँ रेडी भएर बस्नुहोस्। हामी त देश छाडिसक्यो, 10 वर्ष भइसक्यो। अब तपाईँहरू पनि चाहिँ देश छाड्नको लागि तयारी हुनुहोस्, तर पार्टी झन्डा नछोड्नुहोस्। नेताका लागि आफ्नो जान दिन तयारी हुनुहोस्, तर पार्टीको झन्डा चाहिँ छोड्नु हुँदैन, आफ्नो पार्टी चेन्ज गर्नु हुँदैन। यिनीहरूकै झन्डा बोक्नुहोस्, देश छाड्न चाहिँ रेडी भएर बस्नुहोस्। हामी हेऱ्यौँ, धेरै युवाहरू हेऱ्यौँ, पार्टीको झन्डा बोक्ने युवाहरू पनि हेऱ्यौँ, जिन्दाबाद मुर्दाबाद भन्ने युवाहरू पनि हेऱ्यौँ। अब नेताका लागि ज्यानै दिने जनताहरू पनि हेऱ्यौँ, तर ती नेताहरूले के गरे उनीहरूको लागि त्यो सबै हेऱ्यौँ। त्यसकारण यी हजारौँ छोटे राजाहरू पाल्नुभन्दा बरु एउटै राजा ठिक, ज्ञानेन्द्र नै ठिक भन्ने कन्क्लुजनमा अब त्यतैतिर जाने अब तर्खर गर्दैछु। अहिले त गएको छैन, जाने चाहिँ तर्खर गर्दैछु। मलाई चाहिँ त्यही ठिक लाग्न थालिसक्यो। अब हजार लुटेराहरू भन्दा त एउटै लुटेरा ठिक नि, ज्ञानेन्द्रै ठिक होला। अब फेरि अब मधेसतिर सबैहरू नेताहरू सलबलाएर अब एकजुट हुन थालेछ अरे, गणतन्त्र बचाउनु पर्छ अरे भनेर, हैन। तर त्यो गणतन्त्र बचाउनुको लागि कहाँबाट पैसा ल्याउने? कि त विदेशीबाट भिखे माग्नु पर्यो, कि त जनताले ट्याक्स लगाउनु पर्यो। तर जनता पनि बुझिरहेको छैन। तर ढिलो चाँडो जनता पक्का बुझ्छ होला। त्यही बुझेर त होला अहिले अब यत्रो अब 25 गतेको हेर्नुहोस् राधाको जुन उताबाट आएको थियो नि एकचोटि जुलुस, सबैले देख्नु भएकै होला। त्यही भएर यिनीहरू आत्तिसेका छन्। मलाई चाहिँ अहिले त 25% जनता मात्रै अलिकति जागेको छ। जुन दिन 50% जनता जाग्यो भने फेरि यिनीहरूको हालत के होला? तर जाग्दैछ, बिस्तारै जाग्छ। यो हजारौँ लुटेरा भन्दा त एउटै लुटेरा ठिक, हजारौँ छोटे राजाहरू भन्दा त एउटै राजा ठिक, ज्ञानेन्द्र। राजा जो आए पनि फेरि राजावादीहरूमा पनि सबै एकजुट भएर तालमेल गरेर हिँडेको देख्दैन। हाम्रा देश कसरी आत्मनिर्भर हुन्छ भन्ने कुरा अलिकति पढे लेखेका साथीहरू पनि अलिकति माइन्ड फराकिलो गरेर अलिकति सोच्दैन। देश आत्मनिर्भर हुनु भनेको कृषि क्रान्ति एउटै मात्र हो। हुनु पर्थ्यो अनाजको रेट सबभन्दा महँगो, लाखौँ रुपियाँ किलो हुनु पर्थ्यो अनाजको रेट। तर रेट महँगो केमा भयो? सुनमा। 1.5 लाख सुन। तर सुन खाएर बाँच्ने मान्छे अहिलेसम्म मैले देखेको छैन होला। तर तपाईँहरू देख्नु भएको छ भने मलाई भन्नु होला पक्का। त्यो युवालाई म त्यो हेर्न चाहन्छु, त्यो मानिस कस्तो होला। तर सुन नलगाएर बाँचेका हाम्रा पुर्खाहरू हेर्नुहोस्, कसैको सामु झुकेका थिएन, कसैको सामु भिख माग्नु परेको थिएन। देश आत्मनिर्भर गरेर, देश आर्जेर पनि गरेर देखाएका थिए। तर हाम्रा युवाहरू बुझ्दैन, के गर्ने? एउटा मात्र विकल्प हो कृषि क्रान्ति। किनकि खानाको लागि त ज्यान बाँच्नैको लागि पनि, मानव शरीर बचाउनैको लागि पनि अनाज चाहिन्छ। हाम्रो युवा साथीहरू त्यहाँ बुझ्नुहोस्। खानाको लागि तपाईँलाई भयो भने नि कसैको सामी तपाईँ झुक्नु पर्दैन केहीको लागि। आज तपाईँहरू जुन झुक्नु पर्छ नि, गाडी घोडा सुन चाँदी विदेशीहरूको सामु झुक्नु परेछ, कहिले डिजल पेट्रोलको लागि झुक्नु परेछ, कहिले केमा नाकाबन्दी गरिदिन्छ, कहिले केमा नाकाबन्दी गरिदिन्छ, अनि झुक्नु परेछ। उदाहरणको लागि पाकिस्तान हेर्नुहोस्, अहिलेको जल्दो बल्दो घटना। र अहिले नै अलिकति कन्सेप्ट फराकिलो पार्नुहोस्। त्यही भएर मैले एउटा संस्थाको सुरुवात पनि गरेका थिएँ। हाम्रा नेताहरू गरेनन्। अब हामी जनताहरू पनि एक्टिभ भएर केही गरौँ भनेर
संस्थाको सुरुवात गरेका थिए र मेरो सोच र साथीहरूसँग विभिन्न चरणमा छलफल पनि भएका थिए। मैले साथीहरूलाई भनेका पनि थिएँ, ठिक छ तपाईहरु पहिला आफू रोजगार हुनुस्, त्यसपछि हामी जस्ता डिग्री नभएका साथीहरूलाई रोजगार दिनुस्। रोजगारी माग्दा पनि अलिकति आफूलाई हुन्थ्यो, गर्व हुन्थ्यो भनेर मैले तपाईहरु पनि पहिला रोजगार हुनुस् अनि हामीहरूलाई रोजगार दिनुस्। तर साथीहरू आफू पनि गरेन, अरूलाई पनि गर्न मौका दिएन। तर यस्तो डिजाइन बनाएर संस्थालाई डाइभर्ट गरिदियो कि न उसले गर्न सक्यो, सबुत प्रमाण छ, म देखाउन सक्छु, म बिना प्रमाणले म बोल्ने मान्छे नै हैन। तर म पनि यो अवस्थामा गर्न सकिँदैन कि यो अवस्थालाई डाइभर्ट गर्नु पर्यो, संस्थालाई डाइभर्ट गर्न सक्नु पर्छ। अब साथीहरूको चित्त बुझाउन सकुला नसकुला त्यो अब हेरौँ। तर साथीहरूको चाहिँ च्यालेन्ज मैले स्वीकार गरेको छु। यो च्यालेन्ज कसैको स्वीकार गरेर म यो संस्थाको सुरुवात गरेको थिएँ र तपाईहरुको च्यालेन्ज स्वीकार गरेकै छु। च्यालेन्ज चुनौतीबाट म भाग्ने मान्छे हैन कहिले पनि। यस्ता चुनौतीहरू आए, कति गए, कति सामना गरे, कति गरौला, गरेर देखाउँछु। तपाईहरु ढुक्क हुनुस्। तपाईको चित्त बुझाएर हुन्छ कि के गरेर हुन्छ, तर हामी गरेर देखाउँछौँ। केही समय लाग्न सकिन्छ। मलाई लाग्छ तपाईहरुको चित्त अलि छिटै बुझाउन सके बेलैमा त्यो काम गर्ने हैन भने ढिलो चाँडो गर्छु। देश आत्मनिर्भर भनेको कृषि क्रान्तिबाटै हुने हो र त्यो हामी गरेर देखाउँछौँ। तपाईँ ढुक्क हुनुहोस्। मेरो शब्दले कसैलाई चित्त दुख्यो होला, कसैलाई चित्त दुख्यो भने माफ गर्नु होला। मेरो मकसद यो हैन, कसैको चित्त दुखाउने मेरो मकसद हैन। तपाईहरुको जुन भित्र भएको त्यो शक्ति छ नि, त्यसलाई कसरी युटिलाइज गर्न सकिन्छ त्यो मात्रै मेरो चाहना हो। तपाईहरुको चित्त दुखाउने मेरो रहर हैन। त्यो बोलेर हुन्छ कि के गरेर हुन्छ, त्यो तपाईहरुको भित्र भएको जुन कि त देखाउनुस् कि त हैन भने गर्ने लायक अलिकति हाते मलाई त कमसेकम गरिदिनुस्। जुन अवस्थामा तपाईहरु संस्थालाई पुर्याइदिनु हो त्यहाँबाट कमसेकम ब्याक हुने त अलिकति सपोर्ट गरिदिनुस्। हामी गरेर देखाउँछौँ। तपाईलाई ढुक्क हुनुस्। यो 4-5 वर्षको दौरानमा हामी यो कुरा सिक्न चाहिँ मौका पाए। पहिला आफू रोजगार हुनुस्, त्यसपछि अरूलाई रोजगार दिनुस् भनेर मैले यो एउटा सिक्ने मौका पाए हो। त्यसको लागि केही समय लाग्न सकिन्छ। सबैको आफ्नो आफ्नै बाध्यता छ। त्यो बाध्यता अब अलिकति गर्नको लागि अब विदेश बस्छु अझै पनि, तर केही छैन। ढुक्क हुनुस्। हामी गरेर देखाउँछौँ नेपालमै कसरी रोजगार सिर्जना हुन्छ, कसरी देशलाई अब देशलाई गर्ने अब त्यो त ठुलो नेताहरूकै हो, त्यहाँ त हाम्रो पहल हुँदैन। तर गाउँलाई कसरी आत्मनिर्भर बनाउन सकिन्छ, कसरी कृषि क्रान्ति गर्न सकिन्छ, कसरी रोजगार सिर्जना गर्न सकिन्छ, त्यो गरेर हामी देखाउँछौँ। ढुक्क हुनुहोस् साथीहरू। बेलेमा सबैलाई सम्झाउन सक्यो भने ठुलो रेक्टरमा गर्न सकिन्छ रोजगारी सिर्जना। यदि सकिएन भने सानो रेक्टरमा त गरेर देखाउँछु। जुन दिन गरेर देखाउँछु त्यो दिन तपाईहरुलाई हामी आमन्त्रण गर्छौँ। कसैले चुनौती स्वीकार गरेकै थिए मैले, त उसलाई आमन्त्रण गर्छु भनेर हामीलाई मौका साथीलाई राम्रोसँग थाहा छ। उसलाई आमन्त्रण गर्यो भने फेरि हाम्रो ऊ गइहाल्छ। साथी चाहिँ फेरि के भनौँ, यस्ता साथीहरू कसैको चित्त दुखाउन हाम्रो रहर हैन र त्यो मकसद पनि हैन। माफ गर्नु होला।
हाम्रो मात्र एउटा चाहना हो कि हातेमालो गरौँ, कि त गरेर देखाउनुहोस्, कि त गर्नेलाई हौसला दिनुहोस्, वातावरण बनाइदिनुहोस्। हामी गरेर देखाउँछौँ। हामी हाम्रो यति मात्र चाहना हो, हातेमालो गरौँ। हाम्रा नेताहरूले त गरेन, तर तपाईँ हामी त कमसेकम मिलौँ, गरेर देखाउँ न त कमसेकम भनेर हाम्रो त्यो अभियान हो। हामी सबै साथीभाइहरूलाई पाल्लै पालो हामी कसरी चित्त बुझाएर जान सकिन्छ, कसरी यसलाई अघि बढाउने, त्यो सबै साथीभाइहरूलाई हामी गर्दैछौँ, कन्भिन्स गर्दैछौँ। हेरौँ अब गर्न सकिन्छ सकिँदैन त्यो अब भविष्यले बताउने हो। तर मलाई आत्मविश्वास छ, मैले आजसम्म जुन कामको गरेछु नि त्यसमा म सफल हुन्छु, ढिलो चाँडो तर हुन्छु। यो मेरो आत्मविश्वास हो। मै सबभन्दा ज्ञानी त म भन्दिनँ, तर मान्छे बाँचुन्जेल सिकाउने एउटा हुन्छ हो। त्यो फर्मुला चाहिँ मैले युज गर्छु। मसँग नभएका ज्ञान सिक्ने गर्छु, मसँग भएका कसरी गर्न सकिन्छ अरूलाई त्यो बाटो देखाउने कोसिस गर्छु। मेरो त्यो मात्र एउटा ऊ हो। हुन त मसँग डिग्री पनि छैन, मसँग केही पनि छैन। साथीहरूसँग डिग्री पनि छ, सबै कुरा छ, पढे लेखेका पनि छन्, बोल्नमा पनि 1 से 1, तर 4-5 जनालाई बुझाउन नसकेर हो त होला। साथीहरूको योजना भिजन सब फेल भएका। त्यो तथ्य प्रमाण हामी कुनै दिन देखाउला। तर मेरो मकसद यो होइन कि यो सबै कुरा भिडियोमा भनेर कुनै साथीको चित्त दुःखला। हामी अहिले नाम भनेका छैनौँ, ती साथीहरूको नाम हामी अहिले भन्दैनौँ। कि त गर्नुहोस्, कि त गर्नेलाई अलिकति हातेमालो गरिदिनुहोस्, सपोर्ट गरिदिनुहोस्। हामी गरेर देखाउँछौँ। हाम्रो मकसद होइन कसैलाई क्रिटिसाइज गर्ने मकसद पनि होइन। अलिकति कन्सेप्टलाई फराकिलो पार्नुहोस्, देशलाई कसरी आत्मनिर्भर बनाउन सकिन्छ। रेट हुनु पर्थ्यो अनाजको सबभन्दा महँगो, तर रेट कहाँ महँगो भयो। सुन चाँदी, गाडी घोडा, ठुल्ठुला बङ्गला, तर त्यो सब नभइकन पनि बाँच्न सकिन्थ्यो। हाम्रो बाबुबाजे पुर्खाहरू बाँचेका छन्, उदाहरण हेर्नुहोस्। युवा साथीहरू जागौँ बेलैमा। हामी अरूको गुलाम गर्नुभन्दा बरु आफ्नै देशमा केही गर्न सकिन्छ। हाम्रा उदाहरणहरू हेर्नुहोस्। अलिकति पछि गएर हाम्रो बाबुबाजेहरू कसरी बाँचेका थिए हो। त्यता अगाडिबाट पनि सिक्नुहोस्, पछाडिबाट पनि सिक्नुहोस् र बिचको बाटो अपनाउनुहोस्। सजिलो, अहिले जल्दो बल्दो। यति भन्दै हामी नमस्कार भन्छौँ, बिदा लिन चाहन्छौँ। फेरि हामीलाई यहाँ फोन आइसक्यो, जानुपर्छ। के गर्न भने फेरि अब गाडीभित्र पनि योहरू चाहिन्छ। योहरू अब के हो त्यो तपाईँलाई थाहा भएको कुरो हो। जानुपर्छ छिटै, नभए फेरि अब अर्काको गुलामी गरेन भने त गाह्रो छ। के गर्ने, यस्तै हो। अब साथीहरू धेरै भन्यो भने फेरि रिसाइहाल्छ। के भन्नु, धेरै नभनु। नमस्कार। तपाईँको चित्त दुखाउने मेरो मकसद होइन। चित्त नदुखाउनु होला। मलाई थाहा छ यो भिडियोहरू सबै साथीहरूसँग पुग्छ। कोही साथी भाइहरू मेरो भिडियो के भन्छ अब साथीभाइहरूसँग मैले त्यो सम्झाउने क्रममा फोनमा पनि डिबेट गरेँ होला घन्टा, तर साथीहरूलाई सम्झाउन सकिरहेको छैन। कोही साथी मलाई टाइम दिएको छ, तर टाइममा उपस्थित भइदिँदैन। कोही साथी मेरो फोनै रिसिभ गर्दैन। तर तपाईँहरू ढुक्क हुनुहोस्, सबैको चित्त बुझाएरै हामी केही गरेर हामी देखाउँछौँ। ढुक्क हुनुहोस्, तपाईँहरू चित्त नदुखाउनु होला। हाम्रो मकसद यो होइन तपाईँहरूको चित्त दुखाउने, कुनै मकसद छैन। मेरो शब्दले
मेरो बोलीले कसैको चित्त दुख्यो भने माफ गर्नु होला। यति भन्दै कृषि क्रान्ति जिन्दाबाद भन्दै हामी आफ्नो अब जागिरतिर जान लागिसक्यो। ओके बाई।